कुमारीपाटी जावलाखेल लगाई विकास दिशे व्यवसाय अभिवृद्धिका लागि अन्तर्क्रिया च्याचो जुगुदु कुमारीपाटी जावलाखेल व्यापार संघीय कोषाले सोमबाजुको च्याचोले जिल्ला प्रहरी परिषद ललितपुरिया प्रवक्ता प्रहरी उपरीक्षक नरेश राज सुवेदी ट्राफिक प्रहरीया प्रमुख भूपेन्द्र गिरी वडालिया 5 या प्रतिनिधि अशोक श्रेष्ठ वडालिया 20 या प्रतिनिधि शैलेन्द्र साक्य ललितपुर चेम्बर अफ कमर्स अध्यक्ष पुष्परत्न साक्य कुमारीपाटी जावलाखेल व्यापार संघीय अध्यक्ष मिलन बहादुर श्रेष्ठ कुमारीपाटी जावलाखेल लगाई विकास लिसे व्यवसाय अभिवृद्धि यात थथगु सुझाव व्यातिको ख हामी संस्कृति परिवर्तन विभिन्न मूर्त अवधहरूको कुरा गर्छौँ। त्यो कुराहरू चाहिँ हामी जाउरे खेललाई अहिले अहम पार गरेर जाउरे खेल बनाइएको छ। वास्तवमा हाम्रो धर्मप्रति कुरा गर्नु पहिला जाउरे खेल कस्तो थियो हामी देखिरहेका ठाउँहरू त्यो जाउरे खेललाई जाउख्यो भन्थ्यो कुरा अझ पनि विभिन्न पुरातात्विक किताबमा हेर्नुभयो भने जाउख्यो भन्ने गरिएको छ है। साथसाथै लहन खेल भनिन्छ अहिले विभिन्न एरियाका मान्छेहरू आएर त्यसलाई सजिलो पारेर लहन खेल गरिरहेको छ। लहन खेल मैले दुईवटा कुरा राखेँ। दोस्रो भेला भएको छ र मेरो अध्यक्षज्यूको कार्यव्यस्तताको कारणले यो क्षेत्र हेर्ने हाम्रो वडामा क्षेत्रवाइज विभाजित हुन्छ। हरेक वडा सदस्यहरूलाई यो क्षेत्र मेरोमा पर्छ तसर्थ मलाई जानको निमित्त भन्नुभएको छ र म यहाँ उपस्थित भएँ। यो हाम्रो कुमारीपाटी र जावलाखेल क्षेत्रभित्र जम्मा मेरो यसो हेर्दाखेरि मलाई 5 वटा वडा पर्छ। 12 पनि पर्छ, 5 पनि पर्छ, 13 पनि पर्छ, 20 पनि पर्छ, 19 पनि पर्छ। यस्तो 5 वटा वडा पढेको क्षेत्र विकास गर्न कुनै पनि गाह्रो हुँदैन। आजभन्दा करिब 2048 साल अथवा 2045 साल अगाडि यो कुमारी क्षेत्रमा केही पनि थिएन, न यस्तो फसल थियो। दुवै ठाउँमा मलाई सम्झना छ दायाँ बायाँ घना चाहिँ एउटा बस्ती पनि खासै छैन र हरियाली मात्र छन् र मान्छे वास्तवमा हिँड्नु पर्दा पनि डरलाग्दो हुने र 2045 पछि बिस्तारै सुरु भयो र फेरि यो अखडा अलिकति गुन्डागर्दीको अखडा पनि हुँदै गयो। कुमारीपाटी भन्नाले गुन्डाहरू बस्ने ठाउँ जस्तो पनि हुँदै गयो र बिस्तारै विकास हुँदै गयो र पछि यहाँ पसलहरू राम्रो हुँदै गए र त्यो सँगसँगै मैले पनि यो करिब 2050 सालमा यो कुमारीपाटीमा जग्गा किन्यौँ र घर बनायौँ र फर्स्ट टाइम मैले 2054 सालमा मेरो सिन्सियर डिपार्टमेन्ट स्टोर अहिले पनि छ। मैले अहिलेसम्म जुन एउटा आरोह अवरोध मतलब पार गर्दै मैले पसल राखिरहेको छु।